हेलो एन्ड गुड मर्निङ एभ्री वान नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ पनि सन्चै छु साथीभाइहरू होइन भिडियोको सुरुवातको चरणमा मैले अलिकति मेरो बोलाइ र मिठास दिन नसके पनि साथीभाइहरू हेरिदिनु होला मलाई सपोर्ट गरिदिनु होला र तपाईँको माया बसाइदिनु होला होइन मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट पनि गरिदिनुहोस् सकेसम्म मेरो युट्युब च्यानल पनि छ त्यसलाई सब्सक्राइब पनि गरिदिनुहोस् भन्न चाहन्छु र मेरो दैनिकी गतिविधि नै के कसरी बित्दैछ भनेर देखाउन खोज्दैछु साथीहरू र तपाईँहरूले हेरेर मन पराइदिएर मलाई लाइक कमेन्ट गर्नुहुन्छ भन्ने पनि आशा छ भन्दै मेरो सुरुवात चाहिँ भइसकेको छ खानाबाट अब काममा जाने बेला भयो गाइज होइन खाना रेडी राखिदिनु भएको छ मेरो मिसेसले अब त्यसपछि खाना आउँछ अनि काममा जाने हो है ल त हेलो गाइज ल मसँग ड्युटी गर्ने ठाउँमा आइसकेको छु घरबाट होइन र अहिले ड्युटीमा छु र ड्युटी गरिरहेको क्रममा हो र म चाहिँ साथीभाइहरू के भन्न खोज्दैछु भने सायद एसियाली देशहरूमा मध्ये नेपाल चाहिँ सबैभन्दा महँगोमा अहिले पर्न गएको छ डिजल पेट्रोलको रेटको हिसाबले चाहिँ होइन यो किन कसरी भयो भन्ने कुरो जानकारी चाहिँ राम्रोसँग थाहा पाउन सकेको छैन बुझ्न सकेको छैन अब काम चाहिँ यो डिजल पेट्रोल पम्पमा गरेको पनि अब एक्सपिरियन्सको हिसाबले कुरा बुझ्दा होइन खासै थाहा नै नहुने रहेछ क्या कसरी के भन्ने कुरो अनि अब यो निगमबाटै अब रेट जस्तो पठाउँछ त्यस्तै हामीले अब व्यवसाय कर्मीहरूले त्यही रेट लगाएर बस्नुपर्छ होइन यो कुरा भनेको नेपाल सरकार र अनि नेपाल निगमलाई नै थाहा हुन्छ राम्रोसित होइन तपाईँहरूले पनि कतिपय कुराहरू चाहिँ अब बुझ्न चाहने मान्छेहरूले विभिन्न सामाजिक सञ्जालबाट इन्टरनेसनल खबरहरू लिएर बुझिराख्नुहुन्छ होला पनि होइन त्यही भएर चाहिँ बुझ्नेलाई चाहिँ अब त्यस्तो आनाकानी हुँदैन नबुझ्ने मान्छेहरूले चाहिँ किन कसो भनेर हामीतिर हाल्ने मान्छेहरूलाई प्रायः ग्राहकहरूले सोधिराख्नुहुन्छ प्रश्न कि अब हामीले त पोलाइटनेस भएर नै अब हाम्रो त थाहा छैन भन्नु पऱ्यो होइन यति हाई किन हुन्छ कस्तो हुन्छ कसरी हुन्छ जाने कुरा बुझेको कुराहरू बुझाइदिन्थ्यो अब नबुझेको कुराहरू थाहा छैन भन्नै पऱ्यो हामीले पनि अनि अहिलेको अवस्था चाहिँ एकदम शून्य छ हाम्रो पम्पमा पनि होइन पहिला यति भिड हुन्थ्यो यसरी बसेर मैले भ्लग पनि खिच्न पाउँथेन गाइज होइन अहिले चाहिँ मजाले कि बसी आनन्दले पनि यो 234.50 पैसा र पेट्रोल 216 पेट्रोलभन्दा डिजल धेरै महँगो भएपछि धेरै कुराहरूमा चाहिँ महँगो पर्न जान्छ नि होइन अब यसरी किन गऱ्यो 234 रुपियाँ आयो नि अब डिजलमै रेट किन यति धेरै बढ्यो भन्ने कुरा हो होइन त्यही भएर चाहिँ अचम्म लाग्छ अब सबै कुरा महँगो हुँदै गइरहेको छ होइन डिजल महँगेपछि त्यही हो अब हाम्रो सिटीमा बुटोल सिटी रूपन्देहीमा चाहिँ 234.50 पैसा पेट्रोल 216.50 त्यस्तो डिफ्रेन्ट सिटीहरूमा चाहिँ त्यही अनुसारको रेट छ 29 रुपियाँ अनि 37 रुपियाँ छ होला डिजलको रेट चाहिँ होइन हाल यहाँ चाहिँ 34 र 216 छ पेट्रोल एक दुईजना गरेर आउनुभएको छ ग्राहकहरू ल जे जस्तो भए पनि अब सकिन्जेलसम्म हाम्रो नेपाली दाजुभाइहरू अहिले चाहिँ हालेर चढिराख्नु भएको छ अहिलेसम्ममा अचम्म लाग्छ देखेर ल साथीभाइहरू यो चाहिँ हाम्रो इभिनिङ समयमा चाहिँ अलिकति भिड लागेको छ होइन रमाइलो लाग्छ भिड लाग्यो भने एउटा 500 रुपियाँ ल्याउ त मेरो भाइ 500 ल्याउ त 500 पैसा रिटर्न गर्नुपर्ने हो गाइज रमाइलो छ साँझ भयो ड्युटी अफ भएको छ मेरो छुट्टी हो 7 बज्न लाग्यो हाम्रो दाइलेमा पैसा झिक्दै हुन्छ गन लगाएर भरि हो है भाइ नै रहेछ ल हालम यता बोलाएर म चाहिँ अलिकति टाइम पास है साथीहरू भ्लग बनाउँदा झन्डै यहाँ साइकल लडेको यहाँ झन्डै साइकल लडेको यो त इलेक्ट्रिक साइकल स्पोर्टेको साइकल हो यो गर्मी चाहिँ कस्तो लागिरहेको गर्मी बब्बाल छ बब्बाल बब्बाल गर्मी पुरा हाम्रो फेरि पालपाली हुन् हाम्रो सहकर्मी साथी साँझ बख चाहिँ अलिकति शीतल अनुभूति गर्न पाइएको छ गाइज है अलिअलि म त शरीरमा पसिना
आएको छ अनि अलिकति हावा चलिरहेको छ होइन त्यही भएर होला सायद चिसो चिसो महसुस भइरहेको यस्तो छ ल पेमेन्ट डबल डबल भयो होइन हाम्रोमा दाइको चाहिँ उहाँ पेमेन्ट गर्दा डबल डबल गर्छ दाइको अनि फेरि चेक गर्नु पऱ्यो भन्नुभयो चेक गरेँ अब फिर्ता गर्नु छ है हामीले उल्टो फिर्ता गर्न मानेको छैन भन्नु न ए भाइ 600 रुपियाँ देऊ न पेमेन्ट डबल भयो क्या ओके ल हामीले 600 रुपियाँ फिर्ता गऱ्यौँ भाइ दाइलाई आत्तुर भएको थिएन कतिखेर आउँछ कि आउँदैन भनेर ड्राइभरमा पैसा आउँदैन कि भन्ने भएको थियो फर्मवालाले दिँदैन कि भनेर बस्नु भएको रहेछ पाउनु पनि है ल यस्तै हो अब भइरहेको छ यो अनलाइन पेमेन्ट गर्ने बेला चाहिँ समस्या भनेको त्यही हो ल ल हजुर रेट छैन 216 19 काठमाडौँतिर अर्को सिटीमा रेट झुकिन्छ प्रायः जस्तो अब 219 यहाँ भएकै छैन है प्रायः जस्तो चाहिँ 219बाट 16 घटेछ है भनेर खुसी हुन्छ 2-3 रुपियाँ त्यस्तो धेरै भनिराख्नुहुन्न कि हामी खर्च पैसा पाए जो पनि खुसी हुन्छ होइन दाइ अब खुसी भएर जानुपर्छ नि अब जो ल गाइज अब यस्तै हो मेरो दिनचर्या आजको होइन मन पराउनेहरूले चाहिँ लाइक कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानल अनुज पनेरुमा अब यो चाहिँ कोसिस जारी छ त्यति खासै राम्रो बोल्न र कुराहरू गर्न नजाने पनि यसो हेर्ने साथीभाइहरूले चाहिँ मलाई चाहिँ सपोर्ट गरिदिनु होला है त हस्त बाबा टेक केयर